कुनै पनि नागरिक यो देशबाट रहरले विदेशी गइने बाध्यताले हुन्। यो देशमा शिक्षा, स्वास्थ्य, रोजगार, व्यापार व्यवसाय राम्रोसँग गरी खाने वातावरण मिलाइदिएको हो भने यति कुनै पनि नेपाली विदेशी हुनुपर्ने अवस्था हुन्न थियो। र आजको बदलिँदो तपाईँको संसारको युगमा एक नेपाली अथवा एक देशको नागरिक अर्को देशमा जानु नौलो कुरा होइन। तर समस्या कहाँनिर हो भने एउटा नेपाली अथवा एक देशको नागरिक अर्को देशमा जाँदै गर्दाखेरि उसको देशमा भाषिक, सांस्कृतिक, धार्मिक हरेक क्षेत्रबाट चाहिँ उनको अधिकार कुण्ठित हुनु चाहिँ महत्त्वपूर्ण विषयवस्तु सम्मान्य सभामुख महोदय। त्यसैले म भन्न चाहन्छु, संविधानको धारा 14ले गैर आवासीय नेपाली नागरिकहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक सहितको अधिकार सहितको चाहिँ गैर आवासीय नागरिकताको चाहिँ व्यवस्था गरिएको छ। त्यो व्यवस्था आज गरे तापनि यो सरकारले कार्यान्वयन नगरेको अवस्था छ। नागरिकता पाएको छ केही नागरिकहरूले, नागरिकता पाए अधिकारबाट वञ्चित छ। एकचोटिको नेपाली सधैँको नेपाली भनेर पटक पटक राजनीतिक नाराहरू घन्किए, हामीलाई थाहा छ। र हामी चुनाव लड्नुभन्दा अगाडि पार्टी चलाउँदै गर्दाखेरि, पैसा चाहँदै गर्दाखेरि त्यो चाहिँ एनआरएनहरू नेपाली हुने। जब हामी सरकारमा जान्छौँ, जब सत्तामा जान्छौँ, तब विदेशीको दृष्टिकोणले हेर्ने। यस्तो किसिमको हाम्रो कुदृष्टि परिवर्तन गरौँ भन्न चाहन्छु सम्मान्य सभामुख महोदय। र आज कुनै पनि नेपाली रहरले होइन बाध्यताले चाहिँ विदेशिनु परेको छ। त्यसो भन्दै गर्दाखेरि आज श्रमिक युवाहरू जो खाडी मुलुकतिर गएका छन् उनीहरू चाहिँ बाध्यताले र अधिकांश अन्य मुलुकमा जाने चाहिँ रहरले भन्ने गरेका छ। त्यसो पनि होइन सम्मान्य सभामुख महोदय। कुनै पनि नागरिक यो देशबाट रहरले विदेशी गइने बाध्यताले हुन्। यो देशमा शिक्षा, स्वास्थ्य, रोजगार, व्यापार व्यवसाय राम्रोसँग गरी खाने वातावरण मिलाइदिएको हो भने यति कुनै पनि नेपाली विदेशी हुनुपर्ने अवस्था हुन्न थियो। र आजको बदलिँदो तपाईँको संसारको युगमा एक नेपाली अथवा एक देशको नागरिक अर्को देशमा जानु नौलो कुरा होइन। तर समस्या कहाँनिर हो भने एउटा नेपाली अथवा एक देशको नागरिक अर्को देशमा जाँदै गर्दाखेरि उसको देशमा भाषिक, सांस्कृतिक, धार्मिक हरेक क्षेत्रबाट चाहिँ उनको अधिकार कुण्ठित हुनु चाहिँ महत्त्वपूर्ण विषयवस्तु सम्मान्य सभामुख महोदय। त्यसैले म भन्न चाहन्छु, संविधानको धारा 14ले गैर आवासीय नेपाली नागरिकहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक सहितको अधिकार सहितको चाहिँ गैर आवासीय नागरिकताको चाहिँ व्यवस्था गरिएको छ। त्यो व्यवस्था आज गरे तापनि यो सरकारले कार्यान्वयन नगरेको अवस्था छ। नागरिकता पाएको छ केही नागरिकहरूले, नागरिकता पाए अधिकारबाट वञ्चित छ। त्यसै कारणले म सम्माननीय सभामुख महोदय मार्फत भन्न चाहन्छु, संविधानको धारा 14लाई वर्तमान सरकारले 4/4 कार्यान्वयन गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। र अर्को यसैसँग सम्बन्धित सरकारले गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विधेयक तयारी गरेको, तर 106 नम्बरमा चाहिँ छ भन्ने मैले सुनेको छु। सम्माननीय सभामुख महोदय, म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, सम्बन्धित मन्त्रालयको म ध्यान आकर्षण गराउन चाहन्छु। गैर आवासीय लाखौँ नेपालीहरू हुन्। ती सबै नेपालीहरूको अधिकारको निम्ति छलफल गरौँ। कुन दफा उपदफामा छलफल गर्नुपर्ने, संविधानको धारा 291 माथि छलफल गरौँ भन्न चाहन्छु। त्यसै कारणले गर्दाखेरि त्यो विधेयक 4/4 यो सम्मानित सदनमा 106 नम्बरबाट चाहिँ हटाएर 4/4 यो सम्मानित सदनमा चाहिँ ल्याउनको निम्ति म अनुरोध गर्न चाहन्छु। त्यसै गरी यसैसँग सम्बन्धित 2074 साल चैत्र 7 गते सर्वोच्च अदालतले विदेशमा भएका नेपालीहरू अनलाइन माध्यमद्वारा चाहिँ अथवा मतदान गर्ने व्यवस्था गरेछ भनेर 2074 साल चैत्र 7 गते सर्वोच्च अदालतले फैसला गरेको छ। यसपालिको स्थानीय र प्रदेशमा कम्तीमा त्यो व्यवस्था गर्नको निम्ति सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नको निम्ति म सम्बन्धित सरकारलाई, सम्बन्धित मन्त्रालयले चाहिँ सभामुख मार्फत चाहिँ ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।